Hi everyone, नमस्ते, वेलकम टु मिठो फुड लाइफ। जाडो महिना सुरु भइसक्यो। यो चिसो मौसममा खाजा के खाने होला, आज बच्चाहरूलाई के खाजा खुवाउने भनेर सोच्दै हुनुहुन्छ भने यो चिसो मौसममा तातो तातो गुलियो अनि स्वादिलो गाजरको हलुवा बेस्ट चोइस हुन्छ। प्राय हामीलाई लाग्छ कि गाजरको हलुवा बनाउन धेरै समय लाग्छ, तर यस्तो होइन। आज म हजुरहरूलाई एकदमै सजिलो र छिटो तरिका सिकाउँदै छु। भिडियो अन्तिमसम्म हेर्नुहोस्। यसलाई चाहिने सामग्रीहरुमा मैले हाफ केजी गाजर, 1 लिटर दूध, 3 स्पुन घी, चिनी हाफ कप अथवा हजुरहरूको स्वाद अनुसार, ड्राई फ्रुट्सहरु रेडी गरेको छु। मैले चाहिँ खासमा आज बिना चिनीको गाजरको हलुवा बनाउँदै छु। त्यसको सट्टामा चाहिँ मैले किसमिस अनि डेट्सहरु राख्छु, तर ट्रस्ट मी, चिनी बिना पनि यो गाजरको हलुवा चाहिँ एकदमै मिठो हुन्छ। ओके, मैले हाफ केजी गाजरलाई तासे अनि पखालेर काटेर उसिन्दै छु। म चाहिँ प्रेसर कुकर युज गरिरहेको छु, किनभने चाहिँ प्रेसर कुकर युज गर्दा चाहिँ अलि फास्ट हुन्छ। गाजरमा 4-5 सिटी लाग्यो। अब म यसलाई खोलेर चेक गर्छु। हेर्नुहोस् त, यो कति मज्जाले पाकेको छ, एकदमै सफ्ट भइसकेको छ। अब यो गाजरलाई म्याश गरौँ। मज्जाले म्याश पनि भयो। अब डेक्ची अर फ्राइङ प्यानमा 3 स्पुन घिउ राखौं अनि अघि म्याशअप गरेको गाजरलाई लो हिटमा फ्राई गरौँ। ल हेर्नुस् त, कति मज्जाले पर्फेक्टली फ्राई पनि भइसकेको छ। अब म 1 लिटर दूध एड गर्छु। हजुरहरूले दूधको सट्टा खुवा पनि राख्न सक्नुहुन्छ। अब लो हिटमा बिस्तारै चलाउँदै पकाउनुहोस्। मेन कुरा हजुरहरूले याद गर्नुपर्ने, एकदमै हाई हिट चाहिँ हुनु हुँदैन। जबसम्म दूध सुक्दैन र गाजर नरम हुँदैन तबसम्म लगभग 30-40 मिनेट लाग्न सक्छ। अब चाहिँ मैले डेट्स अनि ड्राई फ्रुट्स मिक्स गर्दैछु। मैले चाहिँ यसलाई लो हिटमा बिस्तारै चलाइरहेको छु। ल हेर्नुस् त, मिठो स्वादिलो गाजरको हलुवा रेडी भयो। यसलाई तातो वा चिसो दुवै तरिकाले खान सकिन्छ। अब हामी पनि खान्छौँ। हजुरहरू पनि घरमा बनाएर खान सक्नुहुन्छ। थ्यांक यू सो मच फर वाचिङ।